प्रिय बालेन, तिमीलाई मैले आफ्नो तर्फबाट अहिलेसम्म कति सहयोग गर्न सकेँ वा सकिनँ मलाई थाहा छैन, तर आजबाट तिमीले गर्ने प्रत्येक गल्ती विरुद्ध सबैभन्दा चर्को आवाज मेरै हुनेछ। किनकि हिजोकाले गल्ती गर्दा देश मात्र बिग्रिन्थ्यो, तिमीले गल्ती गर्यो भने हाम्रो विश्वास बिग्रिनेछ। म सम्झन्छु मेरो बाल्यकाल, साँझ पर्ने बित्तिकै घरमा सधैँ एउटै कुरा हुन्थ्यो, यो देश नेताले बिगारे। मैले अक्षर चिन्नुभन्दा पहिल्यै हडताल, चक्काजाम र भ्रष्टाचार जस्ता शब्दहरू चिनेँ। सानो छँदादेखि नै मैले प्रत्येक समस्याको जड राजनीतिलाई मान्दै आएँ। मेरो बाबाको निधारको चौरीवन होस् या मेरी आमाको अपुरा रहरहरू, सबैको पछाडि यही फोहोर व्यवस्था थियो। हामीले कहिले देश बनेको देख्नै पाएनौँ। हामी जहिल्यै बन्दैछ र बिग्रिएको बिचमा हुर्कियौँ। अब मलाई फेरि देश बिगार्ने फोहोरी राजनीतिले नै हो भन्ने मौका नदिनु है बालेन, मैले धेरै नेताहरूलाई सडकबाट कुर्सीमा पुगेपछि बदलिएको देखेको छु। त्यो सिंहदरबारको कुर्सीमा सायद कुनै त्यस्तो जादु छ जसले भुइँको मान्छेलाई भुइँ नै बिर्साइदिन्छ। मलाई डर लाग्छ कतै त्यो कुर्सीको मातले तिम्रो पनि आवाज नबदलियोस्। हिजो एक्लै उभिएर व्यवस्थालाई प्रश्न गर्ने बालेन भोलि आफै त्यही व्यवस्थाको दास नबनोस्। तिमीले आफूभित्रको त्यो प्रश्नलाई कहिल्यै नमार्नु है बालेन, हामीलाई स्कुलदेखि नै सरमाथा र बुद्धको नाम बेचेर महान देश भन्न सिकाइयो, तर त्यो खोक्रो राष्ट्रवादले कहिल्यै भोको पेट भरिएन। मलाई अब मञ्चबाट सुनिने क्रान्तिका ठुला भाषण र घोषणापत्रका ठेलीहरूसँग घृणा लागिसक्यो। मलाई अब देश बन्छ भन्ने मिठो कथा सुन्नु छैन, आफ्नै आँखा अगाडि इट्टा जोडेको परिणाम हेर्नु छ। मलाई पुरानाले झुक्काए चाहिँ नझुक्काउनु है बालेन, म कहिले आफ्नो आमाको काख छोडेर पर गएको छैन। मलाई मेरी आमाको हातले पकाएको दाल भात छोडेर बिरानो देशमा चिसो बर्गर खाएर रुन मन छैन। मलाई प्रत्येक चाडपर्वमा मेरी हजुरआमाले दिएको टिकासँगको आशीर्वाद थाप्न मन छ। तर हरेक दिन त्रिभुवन विमानस्थलमा बग्ने त्यो आँसुको भारले मलाई तर्साउँछ। हरेक दिन रातो बाकसमा फर्किने ती सपनाहरूले मेरो निन्द्रा खोज्छ। साथीहरू सबै उडिसके, गाउँ रित्तो भइसक्यो। म यहाँ एक्लै आफ्नो भविष्यसँग लडिरहेको छु। देशमा केही गर्न सकिन्न भनेर मलाई मेरो देश छोड्ने बहाना नदिनु है बालेन। संसार कहाँबाट कहाँ पुगिसक्यो, तर हामी अझै धुलो, धुवाँ र सरकारी अड्डाका पुराना फाइलहरूमै अल्झिएका छौँ। हामीसँग विश्व स्तरको सोच छ, तर यहाँ एउटा सानो काम गर्न पनि युद्ध लड्नुपर्छ। बालेन, हाम्रो समय धेरै अमूल्य छ, हामीसँग पर्खिने धैर्य अब बाँकी छैन। बालेन, मलाई मेरै देशमा बस्दा मेरो इमान्दारिता बेच्नु नपरोस्। एउटा सामान्य नागरिक पत्र बनाउन, एउटा सानो व्यवसाय सुरु गर्न वा आफ्नै हकको काम गराउन कसैको पाउ मोल्न नपरोस्। यो भ्रष्टतन्त्रले मलाई बिस्तारै मारेर म आफैले घृणा गर्ने त्यही भ्रष्ट मान्छे नबनौँ। बालेन, मलाई मेरो पसिनाको कमाइले ठाडो शिर लगाएर बाँच्ने वातावरण मात्र देऊ। म धेरै माग्दिनँ, म मात्र यति माग्छु कि मैले ऐना हेर्दा आफैलाई थुक्न नपरोस्। बालेन, म केवल गुनासो गर्न मात्र यहाँ बसेको छैन। मसँग सिप छ, ऊर्जा छ र यो देशको जग आफै बलियो बनाउने त्रुटि छ। वर्षौँ पसिना बगाएर सिकेको ज्ञान मलाई विदेशी भूमिमा होइन, मेरो देशको माटोमा खर्चिन मन छ। मलाई यो देशको भविष्य कोर्न मन छ। बस त्यो काम गर्ने वातावरणको ग्यारेन्टी गरिदिनु है बालेन, यो एउटा सम्झौता हो तिम्रो र मेरो पुस्ता बिचको। मेरो पुस्ता आज एउटा यस्तो भिरको किनारमा उभिएको छ जहाँबाट पछाडि फर्किने बाटो छैन। तिमी त्यो भिरमा अडेको हाम्रो आशाको अन्तिम धागो हौ। तिमीले आज इमान्दारिताको जग बसाल्यौ भने भोलि त्यसमा देश निर्माण गर्ने पालो मेरो हुनेछ। तिमीले बाटो खन्यौ भने त्यो बाटोमा आफ्नै हातले इट्टा उछ्याउन म तयार छु। तिमी अघि बढ, तिम्रो पछाडि पहाड बनेर उभिन म र मेरो सिङ्गो पुस्ता तयार छ। तर तिमी पनि उही पुरानै बाटो हिँड्यौ भने म पनि आफ्नो राहदानी बोकेर ती लाखौँको भिडमा मिसिनेछु। म कहिल्यै फर्किने छैन, अनि सायद यो माटोले मेरो पसिना देख्न पाउने छैन। मेरो शिव र ऊर्जाले अर्कैको देश बन्नेछ, अनि तिम्रो देश र मेरो देश यसै रहनेछ, सधैँ यसै।